पत्रकारिता गर्नु। अनि 12 भाइ भनेर ब्लेम लगायो, उहाँमाथि क्वेसन गर्यो भन्दैमा उहाँमाथि क्वेसन गरेको भएर 12 भाइ हेर्नुहोस्। त्यस कारणले मैले के भनिरहेको डेमोक्रेसीमा जब क्वेसनलाई तपाईँको चाहिँ नि हटाउन खोजिन्छ हैन, क्वेसन बर्दास्त गर्न सकिँदैन, क्वेसनलाई चाहिँ नि तपाईँको चाहिँ नि सहजै अप्नाउन सकिँदैन, तब ठान्नुहोस् डेमोक्रेसी डिरेल हुँदैछ, यो मृत्युतर्फ उन्मुख छ। डेमोक्रेसी जोगिरहने हो, प्रजातन्त्र जोगिरहने, लोकतन्त्र जोगिरहने हो र लोकतन्त्रमा आफ्नो प्रस्पेरिटी छ भनेर ठान्ने हो भनेदेखि चाहिँ क्वेसनलाई चाहिँ जहिले पनि जीवन्त बनाइराख्नुपर्छ, क्वेसन गर्ने ठाउँ दिनुपर्छ। तर नयाँ भनिएका केही नेताहरूमा पनि त्यो पुराना भनिए जस्तै क्वेसन भन्दा माथि थिए नि त, त्यही भएर त यो जेनजी मुभमेन्ट भयो नि त। यदि क्वेसन डिल गरे भएदेखि त उनीहरू त त्यो सिस्टम अपरेट गर्न बााउन्ड हुन्थे नि त। क्वेसनलाई चाहिँ नि नजरअन्दाज गरेको भएरै त्यो लिडरसिप, दलका लिडरसिपहरू चाहिँ त्यो हदसम्म चाहिँ